नमस्ते, म अग्नि कोइराला। आज तपाईहरुसँग चाहिँ निकै पछाडी कक्षा 12 लाई विशेष केन्द्रबिन्दु बनाएर र कक्षा 11, 9, 10 सबै कक्षामा छ अहिले विशेष गरी संक्षेपीकरण गर्ने, सारांश लेख्ने भन्ने विषयमा 4 र 5 नम्बरका कक्षा अनुसार फरक अङ्कभारका प्रश्नहरू सोधिन्छन्। त्यसमा विद्यार्थीहरूले जुन बनाउनु पर्ने फर्मेट नबुझेर वा संक्षेपीकरण गर्ने तरिका नजानेर पनि अङ्क राम्ररी प्राप्त गर्न सकिरहेका छैनन्। त्यसलाई केन्द्रबिन्दु बनाएर मैले यो भिडियो लिएर आएको छु। यो संक्षेपीकरण अथवा सारांश लेखन, सारांश कसरी लेख्ने भन्ने कुराको बारेमा मैले यहाँ केही कुरा लिएर आएको छु र म अन्तिममा एउटा उदाहरण पनि सारांश गरेर देखाउने छु। जस्तो कि के हुन्छ भने अहिले चाहिँ त्यो प्याराग्राफ त्यही एउटै प्याराग्राफलाई पहिले त्यो अर्कै प्याराग्राफबाट बुँदा टिप्पण गर्ने र अर्कै प्याराग्राफको संक्षेपीकरण गर्ने दिइन्थ्यो। अहिले चाहिँ एउटै प्याराग्राफलाई, एउटै अनुच्छेदलाई पहिले बुँदा टिप्पण गर्ने अनि त्यो पछाडि संक्षेपीकरण गर्ने भन्ने दिएको छ। त्यसले गर्दा विद्यार्थीलाई अलिक सहज चाहिँ भएको छ, किनभने अलग अलग अनुच्छेद पटक पढ्नुपर्ने अवस्था रहँदैन, टाइमको बचत हुन्छ। तर गर्नुपर्ने संक्षेपीकरणमा यहाँ बुँदा टिप्पणको अर्को भिडियो लिएर आउनेछु। यहाँ अहिले संक्षेपीकरणका लागि के गर्नुपर्छ, त्यसको फर्मेट के हुन्छ भन्ने बारेमा मैले यहाँ लिएर आएको छु। अहिले पहिले मैले संक्षेपीकरण गर्दा ध्यान दिनुपर्ने कुराहरू भन्दा के छ भने एउटा अनुच्छेद दिएको हुन्छ, त्यो अनुच्छेदलाई पटक दोहोऱ्याएर पढ्नुपर्छ, किनभने त्यसमा भएको भाव के हो, आशय के हो, के का विषयमा लेखिएको छ त्यो राम्ररी बुझेर पढ्नुपर्छ दोहोऱ्याइ र त्यसको भाव बोध भइसकेपछि, त्यसको भाव बुझिसकेपछि मुख्य कुरा केमा फोकस गरेको छ, त्यसले केलाई बढी, त्यसले के विषयमा त्यो अनुच्छेद केन्द्रित भएको छ ती अंशहरूलाई रेखाङ्कन गर्ने, अन्डरलाइन गर्ने। तर परीक्षाका दृष्टिले प्रश्नपत्रमा हामीले अन्डरलाइन गर्न, रेखा कोर्न पाइँदैन भनिएको हुन्छ। फेरि हामीलाई अप्ठ्यारो अरू बेला गर्न मिल्यो, परीक्षाका बेलामा हामीले गर्नुपर्ने काम सही गरेको रेखाङ्कन गर्नै पर्छ भनेको छ। तर निरीक्षकहरूलाई सबै कुरा त्यो थाहा हुँदैन, अर्कै विषयको शिक्षक पनि निरीक्षक हुन्छन्, उनीहरूले त्यो कपी खोसिदिन सक्छन्। त्यसकारण सानो सङ्केत गर्ने, पेन्सिलहरूले सानो सङ्केत गर्ने भरे त्यो लेख्नका लागि सजिलो होस् भनेर। र त्यो चाहिँ त्यो अन्डरलाइन गरिएका कुराहरू माथिबाट क्रमशः सिरियल्ली राख्नुपर्छ भरे लेख्दै जाँदा, उल्टो पाल्टो तलको माथिको तल पार्नु हुँदैन। यो कुरा मैले यहाँ उसमा त लेखिनँ, तर त्यो लेख्दाखेरि याद गर्नुपर्छ। अब अनुच्छेदमा भएका शब्द सङ्ख्या निश्चय गर्ने भनेको एउटा डिकभित्र भएको एउटा शब्द हो। डिक छुटिने बित्तिकै अर्को शब्द गनिन्छ। त्यहाँ पूर्णविराम चिन्हहरूलाई गणना गरिँदैन, किनभने कम्प्युटरमा टाइप गर्दा चाहिँ स्पेस आउने बित्तिकै र पूर्णविरामहरू अरू चिन्हहरू फरक पर्ने बित्तिकै शब्द सङ्ख्यामा काउन्ट बढी देखाउँछ। तर त्यो हुँदैन, हामीले एउटा डिकभित्र लेखिएका शब्दहरूको सङ्ख्या पहिले गर्ने, त्यो जम्मा शब्द सङ्ख्यालाई 3 भागको 1 भाग राख्ने हो भने त्यसकारण त्यो शब्द सङ्ख्या पहिले कति छ काउन्ट गरेर टिपिराख्ने, कोड गरिराख्ने भरे अन्तिममा त्यो लेख्नुपर्छ। त्यसकारण 1/3 पूर्ण अनुच्छेद लेख्ने, तल त्यो भरे भएको जम्मा मानिलियो 150 शब्द छ, त्यसलाई 1/3 बनाउँदा 50 शब्द राख्नुपर्छ। तर त्यो अनुच्छेद राख्नुभन्दा पहिले माथि त्यो के विषयमा लेखिएको छ त्यो शीर्षक राख्नुपर्छ। शीर्षक नजानेर विद्यार्थीले कलम टोकेर बसिरहेको हुन्छ, शीर्षक राख्न अप्ठ्यारो होइन। एउटा छोरा मान्छेको नाम के हुन सक्छ भनेर दियो भने रामबहादुर, श्यामबहादुर, कृष्ण जे भने पनि एउटा केटाको नाम दिन्छ, केटीको नाम दिइँदैन। केटाको जुनसुकै नाम दिए पनि यो किन यो नाम होइन अर्को हुनुपर्ने भन्ने तर्क आउँदैन। तर त्यो केटा मान्छे छ तर केटीको नाम दियो भने चाहिँ अर्को नाम भन्ने तर्क आउँछ। त्यसकारण मिल्दोजुल्दो अर्थ वातावरण सम्बन्धी दिएको छ। अब वातावरण सम्बन्धी कुनै अनुच्छेद छ, त्यसमा अरू नै कुनै विषय हैन कुनै शीर्षक राख्यो भने, वातावरण सम्बन्धी अनुच्छेद छ, शीर्षक चाहिँ गौतम बुद्ध राख्यो भने त्यो नमिल्ला। तर वातावरणसँग वातावरणको प्रभाव, वातावरणको सन्तुलन, वातावरणको संरक्षण गरौँ यस्ता जेसुकै शीर्षक राख्दा पनि सकिने भयो, मिल्दोजुल्दो शीर्षक राख्नु पर्यो। शीर्षक राखिसकेपछि अनुच्छेदलाई घटाएर 1/3 लेख्ने, लेखिसकेपछि अन्तिममा
कपीको दाहिनेपट्टि अथवा दाहिने हातपट्टि अन्तिममा पहिले अघि गनेर निश्चित गरेका शब्द सङ्ख्या मानिलिउँ 148वटा शब्द भयो। 148वटा शब्द भयो। यो 148 शब्दलाई पहिले संक्षेपीकरण गर्नुपर्ने शब्द सङ्ख्या भनेर लेख्ने, अनि त्यसका उतापट्टि त्यही गनेको शब्द सङ्ख्या हामीले अरू लेख्ने होइन, काल्पनिक लेख्नुपर्ने होइन, गनेको शब्द सङ्ख्यालाई संक्षेपीकरण शब्द सङ्ख्या लेखेर 148 लेख्नु। अब त्यसको मुनि फेरि संक्षेपीकरण जम्मा शब्द सङ्ख्या 148 लेख्ने, अनि त्यस पछाडि चाहिँ मुनि चाहिँ संक्षेपीकरण गर्नुपर्ने शब्द सङ्ख्या 148लाई 3 ले भाग गर्दा कति आउँछ मानिलिउँ यहाँ 3 ले भाग गर्दा 49.33 आयो। अब यो शून्यान्त गर्ने पोइन्ट भन्दा पछाडि 50 भन्दा कम भएमा अगाडिकै अङ्क राखिदिने, 50 भन्दा बढी भएमा एक अङ्क बढी राख्ने, र यहाँ बिचमा शून्य भयो पछाडि पोइन्ट भन्दा पछाडि अङ्क छैन त्यही अगाडि राख्ने। यहाँ 147 भएको भए 49 हुन्थ्यो, 49 लेख्न पाइयो। 148 सङ्ख्या हुँदा पनि 49.33 छ, 49 लेख्नु पर्यो। तर 149 भयो भने 49.66 हुन्छ, त्यसलाई चाहिँ 50 बनाउनु पर्यो। अनि 150 भए पनि 50 हुन्छ, 151 भए पनि 50 हुन्छ। तीनवटा अङ्कसम्मको एउटा अङ्क हुन्छ भनेपछि यहाँ 147 ले 49 भयो, 148, 149, 150 यसरी 147 49 भने 148 पनि 49 हुने भयो। अनि 149, 150 र 151 चाहिँ 50 हुने, किनभने शून्यान्त गर्दाखेरि पछाडिको पोइन्ट चाहिँ 3 वा 6 आउँछ भाग गर्दा। 3 आए अगाडिको अङ्क बराबर, 6 आए 1 थपेर लेखिदिने। जम्मा संक्षेपीकरण गर्नुपर्ने शब्द सङ्ख्या भन्ने ठाउँमा यो संक्षेपीकरण गर्नुपर्ने जम्मा शब्द सङ्ख्या यो छ, यो जम्मा शब्द सङ्ख्या यो भयो। संक्षेपीकरण गर्नुपर्ने शब्द सङ्ख्या भनेर यो पोइन्टमा नराख्ने यसरी 49 पार्नु पर्यो भने। अब संक्षेपीकरण गरिएको शब्द सङ्ख्या घटाउँदै जाँदा हामीले शब्द सङ्ख्या के भयो घटाउँदै ल्याएको 50 51 पुग्यो, 50 51 लेख्नुपर्ने होइन, 48 47 भयो, 48 47 लेख्नुपर्ने भयो, त्यसरी गर्नुपर्ने हुन्छ। तर अहिले यहाँ चाहिँ यसको वास्तविक नियम चाहिँ पहिले एकचोटि संक्षेपीकरण गर्दै ल्याउने र यो शब्द सङ्ख्या 49 बराबर नै नआएर 60 70 आउन सक्छ, अनि त्यसलाई चाहिँ खेस्रा संक्षेपीकरण भन्ने, र त्यो बाँकी खेस्रालाई फेरि अर्को फेरि आफ्नै भाषामा ढाँचामा फेरि घटाएर लेखिन्छ, र अनि त्यसलाई चाहिँ साफी संक्षेपीकरण भनेर अर्को चरण लेख्नुपर्छ। 2 चरण लेख्नलाई त्यो 4 नम्बर 5 नम्बरको उसलाई 2 पटक लेख्न समयले नभ्याउने हुँदा परीक्षाका दृष्टिले चाहिँ खेस्रा संक्षेपीकरण नलेखिकन डाइरेक्ट साफी गरेकोलाई पनि अङ्क दिइन्छ। पहिले खेस्रा लेख्नुपर्ने नियम अनुसार। अब भने कहिलेकाहीँ हामी के गर्छौँ गर्दै जाँदाखेरि हामीलाई चाहिएको 49 शब्द सङ्ख्या 80 शब्द पुग्यो, हामी विद्यार्थी आत्तिएर धेर भयो भनेर फेरि चट्ट काटिदिन्छौँ। त्यो चलाखी गर्नु पर्यो, काट्नु परेन, त्यत्रो मेहनत गरिसकेको छ, माथि संक्षेपीकरण भनेर राखेको छ माथि शीर्षकभन्दा माथि, त्यसलाई अगाडि खेस्रा भनेर थपिदिने, त्यो नकाट्ने र मुनि फेरि त्यही माथिको अंशलाई अझै घटाएर मुनि साफी संक्षेपीकरण भनेर लेखिदिने। समय अलिकति बढी लाग्छ तर लेखिसकेर त्यत्रो मेहनत गरेकोलाई नकाट्ने, नियम अनुसार नै खेस्रा गर्नुपर्ने हुन्छ। अब यो त भन्यो, अब घटाउने चाहिँ कसरी, वास्तविक अड्किने चाहिँ त्यही नै हो। 1/3 3 भागलाई 1 भाग बनाउने भनेर पनि भन्यो, सङ्ख्या पनि लेख्यो, मुनिपट्टि लेखिन्छ। अब त्यो घटाउने चाहिँ कसरी घटाउने विद्यार्थीलाई एकदमै समस्या पर्ने कुरा। शब्द कसरी घटाउने, अर्थ बिग्रिनु भएन, मूल आशय बिग्रिनु भएन, त्यही क्रमैसँग आउनु पर्यो, थाहा भयो, तर घटाउन जटिल छ। अब यहाँ के छ भने मैले लेखेँ यहाँ ती कसरी घटाउने, यी मैले यहाँ 10वटा कुराहरू समेटेको छु। एउटा निपात हटाउने, निपातले अर्थलाई खासै बिगार्दैन। कहिलेकाहीँ निपात चाहिँ क्रियापद जस्तो भएर अकरण जनाउनका निम्ति आएको देखिन्छ, तर बोल्दा मात्रै त्यस्तो हुन्छ, लेखाइमा त्यो हुँदैन, अलग्गै टिपमा हुन्छ, त्यसले फरक पार्दैन। त्यसकारण निपातहरू हटाइदिने, एउटा भए पनि शब्द गर्छ। निपात जतिवटा प्रयोग छन् वाक्यमा रसिलो बनाउनका निम्ति आएका हुन्, त्यतिर हटाउँदा अर्थ बिग्रिँदैन, अर्थ फरक पर्दैन। त्यस्तै उदाहरण हटाउने, उदाहरण अर्थ बुझाउनका निम्ति विस्तार गर्नका निम्ति उदाहरण दिएको हुन्छ, दृष्टान्त दिएका हुन्छन्, त्यो हटाइदिने। उखान र टुक्का पनि वाक्यहरूलाई अझै भाव बोध गराउन बुझाउनका निम्ति स्पष्ट पार्नका निम्ति उखान टुक्काहरू प्रयोग गरिएको हुन्छ,
ती उखान टुक्काहरू पनि हटाइदिने, उखान वा टुक्का जो छ ती हटाइदिने। अर्को अनावश्यक विशेषण हटाउने, विशेषण हटाउँदा पनि बन्छ। जस्तै कि मोटो केटो अल्छी छ, केटो अल्छी छ भन्दा सकिन्थ्यो, मोटो किन भनिरहनु पर्थ्यो र हैन। त्यसकारण त्यो मोटो हटाइदिन मिल्यो। त्यसरी त्यसले अर्थ त्यो विशेषण हटाउँदा पनि त्यहाँको अर्थ बिग्रिँदैन भने विशेषण हटाइदिने। अब अर्को समास गर्ने, दुई वा दुईभन्दा बढी शब्दहरू जोडेर समस्त शब्द बनाउने प्रक्रिया हो समास। जस्तै कि माछाको जस्तो पुच्छर छ जसको, माछाको जस्तो पुच्छर छ जसको भन्दा 4-5वटा शब्द आउँछन्, ती शब्द सबै जोडेर माछा पुच्छ्रे लेख्दाखेरि समास भयो। दाजु र भाइ, दाजुभाइ एउटा शब्द हो, 3वटा शब्द घटेर एक शब्द हो। यसरी समास गरेर पनि शब्द सङ्ख्या घटाउन सकिन्छ। त्यहाँभित्र भएका कुनै शब्दहरूको समास गर्न मिल्ने छ भने त्यो हेरेर त्यसलाई पनि घटाउने। सन्धि गर्ने, दुई वा दुईभन्दा बढी शब्दहरू मिलेर समास बन्छ। अघिल्लो शब्दको पछिल्लो वर्ण वा अक्षर र पछिल्लो शब्दको सुरुको वर्ण वा अक्षर एकाकार भएर सन्धि हुन्छ। त्यसो गर्दा दुई वा दुईभन्दा बढी शब्दहरू जोडेर पनि बनाइन्छ। जस्तै हर्ष उल्लास, उनीहरू हर्ष उल्लास मनाइरहेका थिए, हर्ष र उल्लास जोडेर हर्षोल्लास बनाउन सक्यो। वार्षिक उत्सव कार्यक्रममा विद्यार्थीहरू नाचिरहेका थिए, वार्षिकोत्सव बनाउन सक्यो सन्धि गरेर। यसरी सन्धि गरेर पनि शब्द घटाउन सकिन्छ। त्यस्तै सिङ्गो शब्द लेख्ने, जस्तै कि आमाले दुःखपूर्वक एकदम काँचो दाउरा बाल्ने प्रयत्न गरिरहनु भएको थियो, फु फु गरी दुवैतिर पाल भएको बाँसको ढोग्रोले आगो फुकिरहनु भएको थियो भन्ने खालको छ भने त्यो दुवैतिर पाल भएको बाँसको ढोग्रो भन्ने ठाउँमा सोते लेखिदिन सकिन्छ। सिङ्गो शब्द लेख्न मिल्छ। घाममा सुकाइएको अन्न भनेको छ बिस्कुट लेख्न सकिन्छ। अब मिठो बोल्ने मानिस भनेको छ मृदुभाषी भन्न मिल्यो। यसरी सिङ्गो शब्द प्रयोग गर्न सकिन्छ। त्यसो गर्दा पनि शब्द घट्छ। अब वाक्य संश्लेषण गर्ने, दुई वा दुईभन्दा बढी वाक्यहरूलाई जोड्दा संश्लेषण गरेर अथवा संयोजकहरू प्रयोग गरेर, संयोजक प्रयोग नगरी असमापक क्रिया बनाएर पनि बनाउन सकिन्छ। त्यसरी जोड्दा ती प्रत्येक वाक्यमा आएका कर्ताहरू एउटै दोहोरिएको हुन सक्छ, त्यो हट्न सक्छ। क्रियाहरू एकै प्रकारका हुन सक्छन्, त्यो हट्न सक्छ। त्यसरी समास के अरे वाक्य संश्लेषण गर्दा शब्द सङ्ख्या घट्छ। त्यसरी घटाउन सकिन्छ। अर्को वाक्य संश्लेषणको पनि भिडियो मैले बनाएर हालिदिएको छु, त्यो हेर्दाखेरि कसरी घट्ने रहेछ त्यो पनि थाहा हुन्छ मेरो युट्युब च्यानलमा। त्यस्तै गरी आशय दोहोरिएका वाक्यहरू हटाउने, पटक पटक एउटै आशय, एउटै प्रकृतिका आशय दोहोरिएका वाक्य हुन्छन्। म अहिले उदाहरण दिन्छु। जस्तै कि लक्ष्मीप्रसाद देवकोटाको एउटा के नेपाल सानो छ भन्ने निबन्ध छ। त्यहाँ निबन्धमा हिरा सानो हुन्छ, मोती सानो हुन्छ, मणि सानो हुन्छ भनेको छ। अनि फेरि हृदयको केन्द्रको झल्का सानो हुन्छ। पछाडि हिरा मोती त्यो उदाहरण हुन्, अनि पछाडि अझ हृदयको केन्द्रको झल्का झन् सानो हुन्छ भनेर फेरि अर्को वाक्यमा त्यही आशयको भाव आउँछ भने त्यो आशय दोहोरिएका त्यस्ता वाक्यहरू हटाउन सकिन्छ। त्यस्ता आशय दोहोरिएका वाक्यहरू हटाइदिने। माथि नै आइसक्यो, हिरा मोती आदि साना हुन्छन्, सक्यो। भरे तल हृदयको केन्द्रको झल्का झन् सानो हुन्छ, मिष्ठभाषी निर्मल शिशु झन् सानो हुन्छ भन्ने कुरा दोहोरिरहनु पर्दैन। फेरि अब उद्देश्य विस्तारक र विधेय विस्तारक हटाउने, कर्ताभन्दा अगाडि कर्तालाई चिनाउनका निम्ति आएका जति पनि विशेषणहरू फोर्का जोडिएका हुन्छन्, त्यसका उपाधिहरू हुन्छन्, पदवी हुन्छन्, कुनै मान्छेलाई चिनाउने ती उसका पोर्टफोलियोहरू होलान्, ती सबै कुरा हटाइदिनुपर्छ। कुनै माननीय सम्माननीय प्रधानमन्त्री उसका अगाडिदेखिका सबै पार्टी अध्यक्ष के भनेर जोडिएका छन् भने ती त्यस्ता हटाइदिनु पर्यो। अगाडि कर्ताभन्दा अगाडिका उद्देश्य विस्तारक हुने, कर्तालाई उद्देश्य भनिन्छ र विधेय भनेको क्रियापद हो। उद्देश्य कर्ताभन्दा पछाडि र क्रियापदभन्दा अगाडि क्रियापदको अर्थ विस्तार गर्न आउने क्रियायोगी लगायतका पदहरू हुन्छन्, त्यो विधेय विस्तारक हो। यो उद्देश्य विस्तारक र विधेय विस्तारको लागि उद्देश्य र विधेयको भिडियो छुट्टै छ, त्यो हेर्नुभयो भने पनि अझै स्पष्ट हुन्छ। त्यस्ता लामा वाक्यहरू छन् भने कर्ता र क्रियापद सीमित राख्दाखेरि वाक्यको अर्थ बिग्रिँदैन भने त्यस्ता उद्देश्य विस्तारक र विधेय विस्तारक पनि हटाइदिन सकिन्छ। यसरी त्यो हटाइसकेपछि
वाक्य घटेर छोटो हुन्छ अनि छोटो तर क्रमबद्ध रूपमा लेख्नुपर्छ। तलको माथि माथिको तल पार्नु हुँदैन। माथिदेखि सिरियली जे छ त्यो माथिका पोइन्टहरूलाई माथिबाट क्रमशः लेख्दै गएर हामीले 148 शब्दको भए 49 शब्दमा सीमित गर्नुपर्छ। अनि तल यतापट्टि दाहिने हातपट्टि तल जम्मा शब्द सङ्ख्या लेख्ने अनि संक्षेपीकरण गर्नुपर्ने शब्द सङ्ख्या लेख्ने अनि त्यस पछाडि संक्षेपीकरण गरिएको शब्द सङ्ख्या भनेर लेखेर टुङ्ग्याउनुपर्छ। संक्षेपीकरण गर्दाखेरि यी कुराहरू ध्यान दिनु पर्यो। अब यही कुरामा कसरी गर्ने भनेर म एउटा नमुना पनि यहाँ पहिले संक्षेपीकरणको लागि एउटा प्याराग्राफ सार्छु अनि त्यो प्याराग्राफलाई कसरी घटाइन्छ म त्यो एउटा नमुना उदाहरणसहित दिनेछु। मैले महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा के नेपाल सानो छ भन्ने निबन्धबाट एउटा अनुच्छेद मैले यहाँ सारेको छु। त्यो अनुच्छेदलाई कसरी संक्षेपीकरण गरियो भन्ने कुरा यहाँ देखाउन खोजेको छु। बुधा टिपोट गरेर संक्षेपीकरण गर्ने प्रश्न पर्छ अहिले। बुधा टिपोट पनि यहाँबाट निकाल्न सकिन्छ, तर बुधा टिपोटको म अहिले अर्को भिडियो लिएर आउने भएकाले मैले अहिले बुधा टिपोट गरिनँ। यहाँ चाहिँ जस्तै कि मैले यहाँ सारेको छु, त्यो सारेको अंश पहिले पढ्छु। हिरा सानो हुन्छ, मोती सानो हुन्छ, मणि सानो हुन्छ, मिष्टभाषी निर्मल शिशु सानो हुन्छ, आँखाको नानी सानो हुन्छ, मुटुको केन्द्रको झल्का झन् सबैभन्दा सानो हुन्छ। यो पृथ्वीको सानो शिरबिन्दु हुँदै होस्, तर ओमकारको बिन्दु चाहिँ यही परमानन्द घनी हुन्छ। सानो भनेको के, ठुलो भनेको के? यो दुनियाँमा तारालाई ठुलो भनौँ भने अनन्त आकाशमा झुम्किरी जस्तै देखिन्छ। बालुवाका दानालाई सानो भनौँ भने एक कणमा सूक्ष्मदर्शी यन्त्रले र विज्ञानले विश्वको झिलिमिली चालु गरी दर्शाइरहेका छन्। संसारमा सानो र ठुलोका दुई दृष्टिकोण भेद छन्, एक भौतिक एक आध्यात्मिक। नेपालभन्दा चीन ठुलो कसैले मलाई भन्यो भने त मान्छेभन्दा हात्ती ठुलो भनेको सुन्दा हाँस्न मन लाग्छ। माटाको परिमाणले खेत ठुलो म भन्दिनँ, त्यसको गुण अवस्था उब्जनी र भावुक प्रभावको कसीले मात्र। ब्रिटिस म्युजियमका लर्ड म्याकालेले मिलेका सबै पुस्तकहरूको डङ्गुरभन्दा कालिदासको शाकुन्तल धेरै ठुलो जस्तो लाग्छ। यो अंश मैले यहाँ लिएँ र अब यसलाई संक्षेपीकरण गर्दा अघि मैले भने जस्तै कि यहाँ उदाहरणहरू यहाँ हिरा मोती होइन सानो हुँदैका सानोका उदाहरण है, सानो भनेको छ मणि, मिष्टभाषी निर्मल शिशु होइन, आँखाको नानी भनेर। अनि यो वाक्य यो पहिलो लाइनमा यो पहिलो वाक्यमा धेरैवटा उदाहरण छ। अब यो सबै उदाहरण दिइरहनु आवश्यक पर्दैन, यत्रो उदाहरण दिइरहनु पर्दैन। हिरा मोती आदि साना हुन्छन्, सक्यो, हामीले त्यसरी नै बनायौँ। यो पहिलो वाक्य यति लामो शब्द थियो, हामीले यहाँ सक्यौँ उदाहरणको लागि। अब मुटुको केन्द्रको झल्का सबभन्दा सानो हुन्छ, झन् सबैभन्दा सानो हुन्छ। अघि हामीले हिरा मोती आदि भनिसकेपछि सकिसक्यो, मुटुको केन्द्रको झल्का पनि त्यही सानोको उदाहरण हो। यो माथिकै आशयलाई पुष्टि गर्न आएको हुनाले आशय दोहोरिएका वाक्यलाई हटाइदिनु भनेको थिएँ मैले अघि। यो सबै हटाइदिँदा हुन्छ, यो अर्को वाक्य पनि हटाउन सकियो। अघि मैले लेखेको थिएँ कसरी घटाउने भन्ने कुरामा। अब जस्तै कि मैले निपात पनि हटाउन सकिन्छ भनेपछि यहाँ यो वाक्य पुरै राखेको भए पनि यो पृथ्वीको सानो शिरबिन्दु नै होस् भने चाहिँ यो नेपाल चाहिँ यो भन्नाले यहाँ नेपाल के नेपाल सानो छ निबन्धमा, नेपाल चाहिँ पृथ्वीको एउटा सानो शिरबिन्दु जस्तो मात्रै किन नहोस् भन्न खोजेको हो। अब यहाँ नै छ, यो नेपाल हटाइदिएर यही वाक्य राखेको पनि केही थिएन, तर पनि अरू पनि हामीले घटाउनु पर्ने धेरै हुँदाखेरि यहाँ त्यो सानोको उदाहरण गरियो। तर यहाँ हामीले के गर्यौँ भने शिरबिन्दु पनि सानो हुन्छ अनि यता ओमकारको बिन्दु पनि सानो छ, तर ओमकारको जति महत्त्व छ, जति आनन्द भने परमानन्द त्यहाँ घनीभूत छ, त्यो अरूमा छैन। त्यस कारण सानो भएर पनि त्यसको महत्त्व चाहिँ बढी हुनुपर्छ भन्ने। आकारले सानो होइन, गुणले ठुलो हुनुपर्छ, आकारले भन्दा पनि गुणले ठुलो हुनुपर्छ भन्ने अर्थमा ओमकार पनि ठुलो हो भन्न खोजिएको छ। त्यस कारण हामीले यहाँ शिरबिन्दु पनि ओमकारको बिन्दु चाहिँ परमानन्द घनीभूत छ। अनि अर्को यहाँ हामीले के गर्यौँ भने तारालाई ठुलो भनेर, तारा त ठुलो हुन्छ भनेको छ, तर हाम्रो आँखाले हेर्दा त आकाशमा सानो एउटा बिन्दु जस्तो मात्रै देखिन्छ। तर तारा त हामी विज्ञानमा पढिरहेका छौँ ठुलो भनेर,
तारालाई ठुलो भनौँ सानो देखिन्छ, अनि बालुवाका कणलाई चाहिँ सानो भनौँ सूक्ष्मदर्शी यन्त्रले विशाल झिलिमिली त्यही बालुवाका कणमा देखाइदिन्छ भनेपछि केलाई ठुलो केलाई सानो भन्ने त्यो एउटा भाव मात्रै हो, सोच मात्रै हो, जुन आध्यात्मिक र भौतिक दृष्टिले त्यसलाई फरक पार्छ भन्ने कुरा यहाँ देखिएको छ। किनभने यहाँ लेखेका छन् अब संसारमा सानो र ठुलोका दुई भेद हुन्छन्, यहाँ भनेको छ हामीले सानो र ठुलोका भौतिक र आध्यात्मिक दुई दृष्टिकोण छन् भने यहाँ तारा र बालुवाका कणलाई ठुलो र सानोको तुलना गर्दा दुई दृष्टिकोण यहाँ देखाउन खोजिएको छ। अनि त्यसमाथि अर्को के छ भने यहाँ नेपाललाई सानो कसैले भन्छ भने अनि चीनलाई चाहिँ ठुलो भन्छ, नेपाललाई चाहिँ सानो भन्छ भने हात्ती चाहिँ मान्छेभन्दा ठुलो भनेको सुन्दा हाँस्न मन लाग्छ भन्दा आकारले परिमाणले चाहिँ हात्ती ठुलो होला, तर गुणले मान्छे ठुलो छ। हात्तीलाई कन्ट्रोल गरेर मान्छेले हिँडाएको छ बुद्धिले मान्छे, त्यसकारण मान्छे भन्दा हात्ती कदापि ठुलो हुन सक्दैन, मान्छे ठुलो हो भन्ने जस्तो मान्छे हो नेपाल पनि त्यस्तै हो भन्ने अर्थमा यहाँ दिएको हुनाले त्यसमा हामीले के गर्यौँ त्यसलाई घटाएर ठुलो र सानोका दुईटा भेद हुन्छ। अघि हामीले भन्यौँ गुणले नेपाल र अर्को हात्ती भन्दा ठुलो नेपाल अथवा चीन भन्दा ठुलो नेपाल, हात्तीको उदाहरण दिएको मात्रै हो, त्यो उदाहरण हामीले हटायौँ। अनि उता किताबमा हेर्ने भने लर्ड म्याकेलेले निलेका सम्पूर्ण किताबभन्दा शाकुन्तलको एउटै किताब हो, कालिदासको शाकुन्तल चाहिँ एउटै ठुलो छ गुणको हिसाबले भन्ने त्यहाँ तुलना गरिएको हुनाले यहाँ लर्ड म्याकेलेको त उदाहरण दिएका हुन्। म्याकेलेले पढेका सम्पूर्ण किताबभन्दा शाकुन्तल विशिष्ट छ भनेको हुनाले त्यो कुरा चाहिँ हामीले फोकस त्यसमा गऱ्यौँ। म्याकेलेले के पढे भन्ने कुरामा फोकस होइन, शाकुन्तलको गुण महत्त्वपूर्ण छ भन्ने कुराले र नेपाल चाहिँ ठुलो छ भन्ने कुराले हामीले हात्तीको उदाहरण पनि दिएनौँ, नेपाल जोड्यौँ अनि शाकुन्तल भनेर हाल्यौँ। त्यो उदाहरणहरू हामीले हटायौँ। लर्ड म्याकेले पनि उदाहरणको रूपमा उनले पढेका किताबहरूको कुरा आयो र हात्ती पनि उदाहरणको रूपमा आएको, चीन पनि उदाहरणको रूपमा आएको हुनाले हामीले त्यसलाई हटाएर उदाहरणहरू सबै हटाएर यो लेख्यौँ। अनि यहाँ यसमा जम्मै यो प्याराग्राफमा शब्द काउन्ट गर्दा 126 शब्द निक्ले, हामीले त्यही शब्दलाई 126 लेख्यौँ, त्यसलाई एक्याइ गर्दा 42 हुन्छ र हामीले घटाएर पनि 42 शब्द नै बनायौँ, त्यही लेख्यौँ। यहाँ 1-2 शब्द घटी बढी भएर खासै फरक पर्दैन, 1/3 हामीले चाहिँ ठ्याक्कै निकालेको हुनाले त्यही लेख्यौँ। यति गर्न सकिन्छ। यो संक्षिप्तीकरणको फर्मेटमा यो हामीले परीक्षामा लेख्दा यो प्यासेज सार्नु पर्ने होइन, यहाँ संक्षिप्तीकरण अनि शीर्षक राख्यो, यो घटाएर यति लेखेर अनि यो शब्द सङ्ख्या यति फर्मेट राख्ने हो। यसमा चाहिँ अहिले चाहिँ के गरिएको छ भने यो संक्षिप्तीकरणमा 3 नम्बर, बुधा टिपोटमा 2 नम्बर गरिएको छ परीक्षामा प्रायः। त्यो बुधा टिपोट हामीले यसमा छुट्टै गऱ्यौँ, यसलाई बुधा टिपेर पनि गर्न सकिन्छ। अर्को भिडियोमा हामी बुधा टिपोट सहित फेरि लिएर आउनेछौँ। बुधा टिपोटको त्यही प्याराग्राफलाई डबल टाइम लाग्ने भएकाले पहिले चाहिँ बुधा टिपोटलाई छुट्टै र संक्षिप्तीकरणलाई छुट्टै लिने गरिन्थ्यो। अहिले चाहिँ एउटै प्याराग्राफ एकचोटि पढिसकेपछि बुधा टिपोट त्यहीँबाट गर्न मिल्ने र संक्षिप्तीकरण त्यहीँबाट गर्न मिल्ने गरी बनाएको छ। अहिले चाहिँ बुधा टिपोट गर्न जानिसकेपछि त्यही बुधालाई पोइन्टमा लेखेको बुधालाई फेरि प्याराग्राफ बनाएर टुङ्ग्याएर पनि संक्षिप्तीकरण गरेको पाइन्छ कतिपय, तर त्यो नियम अनुसार पर्दैन, तर पनि छोडिने चाहिँ त्यसरी पनि छोडिन्छ। हवस् त, यो भिडियो यतिन्जेल हेरिदिनु भएकोमा सम्पूर्णलाई धन्यवाद दिँदै बिदा हुन चाहन्छु। धन्यवाद।